हेलो एभ्रिवान, के छ सबैलाई? सन्चै छ होला हैन? आई होप म पनि एकदम ठीक छु। म धेरै दिनपछि, धेरै दिन हैन महिनापछि भ्लग गर्न लागिरहेको छु, किनभने मेरो एक्जाम आइरहेको थियो क्या, अनि क्यान्सल भयो। अहिले 10 दिनको लागि उता सरेको छ हैन। अनि आज चाहिँ बिहानै छ हैन। अब म खानासाना खान्छु र बाहिर जान्छ। एउटा घरमा एउटा चिज ल्याउनु छ क्या आज हैन। सबैले हैन हेर्नु होला, मन पर्यो नि लाइक गर्नु। ल गाइस, मलाई चाहिँ अलिक ढिलै भइसक्यो रे। ड्याडीले चाँडो भनेर फोन गर्नु भइसक्यो, चाँडो आइज रे। ल म अब यहाँबाट चाहिँ हिँडेको, अब म ड्रेस चेन्ज गर्छु, खाना खान्छु र हिँड्छु है त। ल गाइस, बाई बाई। अब एकैचोटि इन्द्रायमा भेट्ने हामी। ल त गाइस, म चाहिँ रेडी भइसकेँ। अब रेडी भएर अब म सबै ल्याइसकेँ। अब रुमको चाबी लाउँछु अनि अब जाने है त। हेलो गाइजहरू, म अब हिँडिसकेँ। बाइक आइसक्यो त। म चाहिँ घरबाट हिँडिसकेँ त्यसै गरी। धेरै टाढा त छैन टेकु, धेरै टाढा त छैन है गाइस टेकुहरू होइन। अब एकैछिनमा पुग्छ, तर यो हात दुखायो क्या मेरो धेरै। मास्क किन्नु पनि ढिला भइसक्यो क्या, तर त्यही भएर म नकिनिकन जान लाग्यो सिधै। अब सोरुममा गएर भेट्ने त एकचोटि, सोरुमको बाहिरतिर। एभ्रिवान, हामी चाहिँ बाइक पास गर्न लाग्यो। कुन चाहिँ बाइक लिनु लाग्यो? कुन चाहिँ गाइजहरू, ड्याडीले चाहिँ लिइसकेको रहेछ होइन बाइक होइन। उयो रहेछ बाइक चाहिँ यहाँ होन्डा साइन। कसरी रहेछ हेऱ्यौँ। यो हामी चाहिँ गाइजहरू यो घरको लागि मात्रै लिएको क्या यो बाइक चाहिँ होइन। यही हो। पहिलाको भन्दा मोटो टायर रहेछ है गाइज अहिले चाहिँ। ठिक रहेछ। म पहिला भन्दा चाहिँ ठिक लाग्यो। पहिलाको भन्दा मोटो टायर छ, क्लियर छ। त्यही हो, अरू होइन। अब पैसा सबै दिइसक्नु भयो। बाबाको नाममा पास गर्न, मेरो नाममा गर्ने हो कि भन्दै हुन्थ्यो, तर मैले नगर्ने, तपाईँको नाममा गर्ने भनेको। अरू भने त्यस्तै हो। अब अरू नै अब राम्रो बाइक हेर्नु चाहनुहुन्छ सब्सक्राइब। यो चाहिँ घरको लागि मात्रै किनेको क्या, घरमा हिँड्ने नै भने क्या हामीलाई। अनि त्यही कारणले किन्नु लाग्यो। अब चाहिँ अहिले पछाडि अरू सबै। ल केटा, अहिले चाहिँ म घर आइसकेँ टक्क लाएर होइन। बाहिर खाजासाजा खाइयो अनि आइयो। बाइक ठिकै छ त्यस्तो, घरको लागि धेरै ठिक छ क्या त्यो बाइक होइन। यताउति जाँदा नि माइलेज राम्रो दिने। हेलो मम्मी, त्यसको भोलि फिचरहरू के थाहा हुन्छ नि। म भोलि यसो उता माथि गएर म रोडमै गएर भिडियो राम्रो बनाउँछु नि है। ल आजको लागि चाहिँ यति नै।